हेलो नमस्ते म गगन र आज पनि तपाईहरुलाई मेरो यस ब्लगमा स्वागत छ र तपाईहरु सन्चै हुनुहुन्छ होला र हामी चाहिँ आज कहाँ जाँदैछौँ भने राइडमा जाँदैछौँ सिक्किमको यो 50 स्टेट हुड प्लस सोरेङ डिस्ट्रिक्टको टुरिज्म प्रमोटिङको लागि हामी अल सिक्किम राइडर्सहरु हामी नयाँ बजार जोरथाङबाट जानेछौँ। त्यहाँ हामी भेट हुनेछौँ र म चाहिँ रेडी भइसकेको छु यहाँनिर। अनि मेरो भाइ अनुप निशा यहाँनिर बिजी छ भन्नुलाई र हामी चाहिँ अब नाम्चीबाट हिँड्नु आँटेको र हाम्रो अरू साथीहरू अरू हाम्रो राइडर्सहरू चाहिँ जोरथाङमा छ। भिडियोमा बनिरहनुस्। ल अब भने चाहिँ नाम्चीबाट हिँडेको है हामी चाहिँ रेडी भइरहेको छौँ यहाँनिर। अनि भाइको पनि रेडी। अब त भिडियोमा बनिरहनुहोस्। आज दिनभरिको राइडमा के हुनेछ कस्तो हुनेछ तपाईलाई देखाउनेछु। अन्तिमसम्म बनिरहनुहोस् यस भिडियोमा। हामी चाहिँ 12 माइल आइपुगेका छौँ। अहिले जाँदैछौँ। भाइ पछाडि आउँदैछ। हामी दुईजना मात्रै। सायद अरूले फोटोहरू लगाएको अनुसारले उहाँहरू अघि पुगे जस्तो लाग्यो र हामी अलिकति ढिलै भयो। टाइममै निक्लेको थियौँ। अलिकति हेलमेटहरू बिर्सेछ भाइले है लिनु जाँदा हिँड्दाखेरि अलिकति त्यही चाहिँ भयो। म चाहिँ अहिले चिसो पानी पुग्यो। भाइ पछि आउँदै थियो। भाइ अलिक बिस्तारै हिँड्दो रहेछ। अलिक पछि स्पिडै हुन्छ नि त। भाइ पछाडि आउँदैछ र म चाहिँ एक्लै अगाडि भेटिहाल्छ। म न्युट्रलमा छु। भाइ गियरमै आउँदैछ होला। बाटो छ यस्तो ठाउँमा। जोरथाङ टु नाम्ची यस्तै छ ठाउँमा बाटो। जग्गामा अलिक खराब छ। कोही जग्गा राम्रै छ भनौँ न। यसो मेन्टेनेन्स चाहिँ गर्नुपर्ने हो खासमा डिपार्टमेन्टले। यहाँ पनि कारवास बनाउँदैछ रहेछ मान्छेले। मसिनो बिजनेस चाहिँ मान्छेले गर्नु पर्यो। हामी सिक्किमेले हामीले गरेन भने अरूलाई चान्स किन दिने होइन र। हाम्रोमा हामी आफै गऱ्यो भने राम्रो। हामी चाहिँ नयाँ बजार फरेस्ट गेस्ट हाउसमा आइपुगेका छौँ। जोरथाङसम्मको यात्रा कस्तो भयो? यति नै मजा आयो है। र यहाँ चाहिँ आउनु हुँदैछ रहेछ। अझै आइपुग्नु बाँकी रहेछ। बाइक चाहिँ पुरै छ सानो चाहिँ। र फ्ल्याकअप भएको छैन। 10 बजी भन्दैछ फ्ल्याकअप। 9 बज्दैछ यति छ अहिले। यतिको छ। हामी हाम्रो सिक्किमको प्रडक्ट अर्ग्यानिकलाई चाहिँ प्रमोट गर्नु पर्यो। 10,000 20,000 पैसा लगाएर किन्नुभन्दा चाहिँ यो चाहिँ दामी लाग्यो मलाई चाहिँ। ब्रेकफास्टको लागि लाइन लाग्यो। हामी चाहिँ खाइसक्यौँ। रेडी हुँदैछ सबैजना यहाँनिर छ। अब फ्ल्याकअप हुने टाइम हुँदैछ। यहाँनिर चाहिँ 10 बजी चाहिँ फ्ल्याकअप हुनेवाला छ। यहाँनिर पार्किङ मिलाउँदैछ यहाँनिर चाहिँ। मेरो भिडियोमा बनिरहनुहोस् तपाईहरु। आज चाहिँ डे 1। हामी यहाँबाट निक्लिनु आँटेको छ। यहाँनिर अब फ्ल्याकअप हुनु आँटेको छ। मन्त्रीमण्डलहरू आइसक्नु भएको छ यहाँनिर।
हामी चाहिँ आइपुगेको छौँ। यो खेलघर यति राम्रो रहेछ। दरमदिन छेउमा, हामी दरमदिन चाहिँ पुगेको छैनौँ अझै। यो चाहिँ हाम्रो सिक्किमको अर्ग्यानिक फार्मिङ हो। हाम्रो सिक्किमको अर्ग्यानिक फार्मिङ चाहिँ यहाँनिर मकै छ, भेन्डीहरू, खोर्सानीहरू, एकदम प्योर अर्ग्यानिक प्याजहरू छ। यो चाहिँ डल्ले खोर्सानी, यो मल्चिङ प्लास्टिक लगाएर प्राय हाम्रो सिक्किमतिर चाहिँ गरिन्छ। यो चाहिँ एउटा मोडर्न फार्मिङमै आउँछ। प्याज यहाँनिर, अनियन, हामी चाहिँ अहिले थर्पुमा पुगेको छौँ। हामी चाहिँ अर्को जग्गामा आइराखेको छौँ। यहाँनिर अलिक घाम छ, गरम गरम छ। हाम्रो राइडर्सहरू यहाँनिर नेक्स्ट जग्गामा यहाँनिर। अब फेरि हामी यहाँदेखि हामी सोमबारी भन्ने जग्गा पुग्नेछौँ। अहिले चाहिँ हामी यो उत्योमा छौँ, यो चाहिँ थर्पु। यहाँनिर सोमबारी पुगेर दरमदिन पुग्नेछु। भिडियोमा बनिरहनुहोस् है त। हामी चाहिँ अहिले दरमदिन आइपुगेको छौँ। अब दरमदिनदेखि हामी फेरि साई मन्दिर हुनेछौँ। हामी चाहिँ सोमबारे बजार आइपुगेको छौँ। अहिले चाहिँ हाम्रो राइडर्सहरू अलिक यहाँ छ, अधि गइसकेको छ र एकछिन हल्ट गर्ने हो हामी यहाँनिर। लन्चको लागि चाहिँ हामी हिले पुग्नुपर्ने छ र अहिले चाहिँ सोमबारे बजारमा एकैछिन बसेर चाहिँ जाने हो। तपाईँहरू ब्लगमा भन्दै गर्नुहोस्। हामी चाहिँ अहिले आलेटारमा आइपुगेको छौँ। अब हामी चाहिँ यहाँदेखि ब्याक भएर फेरि हिले तल लन्चको लागि पुग्नेवाला छौँ। हामी यहाँसम्म आउनुपर्ने। यहाँनिर सायद राम्रो रहेछ घरहरू, तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ। राम्रो रहेछ। पोखरी पनि रहेछ यहाँनिर। आलेटार आइपुग्यो। यति अप जग्गामा पनि पोखरीहरू रहेछ यहाँनिर। भन्दै गर्नुहोस् भिडियोमा। यहाँ चाहिँ अर्ग्यानिक मटर रहेछ। एकपल्ट हेरिहाल्नुहोस् तपाईँहरूले पनि आलेडाँडाको दृश्यहरू। नामै आलेडाँडा रहेछ नि त। हामी चाहिँ हिल आइपुगेको छौँ लन्चको लागि। आइपुगेको छौँ। आदि साथीहरू आइपुगेको छ र हामी चाहिँ भर्खर आइपुगेको।
हिलेमा चाहिँ कुहिरो लाग्दैछ रहेछ। यहाँबाट चाहिँ बर्सिम जान्छ हाइकिङ, त्यहाँ पनि आउनुहोस्। हामी चाहिँ हिलेमा लन्च है अब चाहिँ मेरो सहुलियत नै हुन्छ। लन्च चाहिँ चिकनसँग पाइयो। अब यो खाएर चाहिँ सोरेङ पुग्नुपर्ने डिनर। त्यहीँबाट पनि पुग्छ क्या वर्षे जानुहुन्छ भने तपाईँहरू यहाँबाट आउनु चाहिँ हिले फेर। यस छोटो एउटा ब्रिफिङ हुँदैछ हिलेमा। अब हामीले लन्च सक्यौँ। अब यहाँदेखि सिधै हामी सोरेङ जौटारमा बसिन्छ आज बेलुका चाहिँ। अब यहाँनिर हाम्रो यहाँ चाहिँ लन्च भयो र यसको बादमा यो लन्चको यो जुन चाहिँ भेन्यू छ यसलाई चाहिँ हामीले वर्षेको रिटर्न जुन चाहिँ तपाईँको म्याप छ र तपाईँको जुन चाहिँ रुट छ यो रुट चाहिँ कस्तो छ भन्दाखेरि अघि वृन्दावन धामपट्टि टुवर्ड्सको सोरेङ जुन चाहिँ सोरेङको जुन चाहिँ तपाईँको जौटार स्टेडियम छ लेफ्ट, सबैजना राइडर्सले याद गर्नुहोस् यहाँबाट जुन चाहिँ वेबाट अब चाहिँ हामी हिलेबाट लन्च गरेर फर्केको। अब हाम्रो सिधै सोरेङ जौटारमा बसेछु आज बेलुका चाहिँ। तर बाटोमा हाम्रो 3टा जस्तो निक्लिनुपर्ने जग्गाहरू रहेछ हामीलाई भन्नुहुँदै थियो। त्यसपछि चाहिँ सिधै जौटार हामी चाहिँ जान्छौँ। आज चाहिँ जौटारमा बसिन्छ। वृन्दावनहरू घुम्दै घुम्दै हामी जानेछौँ। अनि यो चाहिँ हिलेकै छेउमा हिले यो बसे जाने रुटमै हो। दोदोको वृन्दावनमा आइपुगेका छौँ र यो चाहिँ एकदम हाम्रो सिक्किमको वेस्ट सिक्किम सोरेङ डिस्ट्रिक्टमा पर्ने। अनि यहाँ कन्स्ट्रक्सन हुँदैछ। अबको 1-2 सालमा यो कम्प्लिट हुन्छ होला। तपाईँहरू यो कम्प्लिट भएर आउनु सक्नुहुन्छ। एकदमै राम्रो बनिँदैछ। अब 1-2 सालमा चाहिँ कम्प्लिट हुन्छ। त्यो टाइममा चाहिँ एकदमै राम्रो हुन्छ। तपाईँहरू आउनु। दोदो हेलिप्याडमा आइपुगेका छौँ हामी चाहिँ अहिले। हेलो हामी चाहिँ हाम्रो बस्ने जग्गा फाइनल्ली आइपुगेका छौँ। अब यहाँ टेन्टहरू लाउँदैछ सबैले। जौटार स्टेडियम सोरेङ मजाको जग्गा रहेछ। अब हामी पनि टेन्ट लाउने आउँदैछ हाम्रो साथीहरू अझै। ल आज चाहिँ फर्स्ट डे चाहिँ हामी स्टे गर्ने हो टेन्टमा। भोलिको आजको चाहिँ तपाईँहरूलाई यति नै छ भिडियो। अन्त भोलि लाउने चाहिँ भोलिको ल। अनि आज चाहिँ यहाँनिर नाइट म्युजिकल प्रोग्राम पनि छ। तपाईँहरू जोडिबस्नुहोस्, मेरो भिडियो हेरिबस्नुहोस्। तपाईँहरूलाई प्रोग्राम कस्तो हुन्छ के हुन्छ त्यो पनि तपाईँहरूलाई म देखाउनेछु। र अहिलेको नजारा चाहिँ यस्तो छ। सबै आइसकेको छ हाम्रो राइडर्स साथीहरू। प्राय सकिसकेको छ हाम्रो यहाँनिर अब।
ल हेरिदिनुहोस् नाइट प्रोग्राम पनि स्टार्ट भयो है